गीत गाउने मान्छे हो कि गायिका हो? पहिला मेरो त गीत धेरै सुन्नुहुन्थ्यो त फोनबाटै। लाग्नै छाड्यो बाँडुकी पनि पाउँदैनौ र समय सम्झने झलीको आउँदैन र हो सानो मेरो माया लाउँदैन र तिमीलाई मेरो माया लाउँदैन र। राम्रो गाउनु हो होइन? हजुर मान्छे चिन्न गाह्रो भयो कि मलाई समस्या मेरो बानी चाहिँ यही खराब छ, मान्छे चिन्न अलिक गाह्रै हुन्छ कि। त्यही त बिर्सिनु भएछ कि, सम्झिनु त सम्झिने एकचोटि। घर माइत उभियो सबै? कहाँ माइत हुने, मेरो विवाह पनि भएको छैन। म तपाईँसँग बोलेको छु कि छैन मलाई यति भन्नुहोस् तपाईँले। बोल्नु भएको छ, मेरो गीतहरू पनि सुन्नु भएको छ। बरु मलाई 4 हातको राशि देऊ अनि भन भुलेर बसिदेऊ सम्झिरहने बाटो रह्यो तिमीले दिएको बिछोडको घाउ निको भयो सनबाबु। दर्शक बेला हामी दिलीप सरसँग छौँ, जसले चाहिँ योभन्दा अगाडि निकै मिठो गीत गाएर सुनाउनु भएको थियो केटीको भोइसमा, केटाको भोइसमा। आज उहाँलाई चाहिँ एकजना हाम्रो साथीलाई प्र्याङ्क गर्न लगाउँदैछौँ। मिडियाको भन्नु है, सोच मिडियाको है। हेलो हजुर, हजुर के तेजेन्द्र परियार हुनुहुन्न र? हजुर हो। अनि के छ खबर? ठिक छ हजुर। ए मलाई चिन्नु भयो? नम्बर सेभ छैन त नि। अचल भोलि अब चिन्नै छोड्नु भयो है? नम्बर सेभ छैन, गाह्रो भयो। पहिला त फोन गरेर धेरै जिस्काउनुहुन्थ्यो त। त्यतिकै नाटक नगर्नु हो के? कहिले फोन गर्यो? ल अचल अब अर्को भेट्नु भयो होला कि, अनि त्यही भएर बिर्सिनु भयो होला हो? ए अनि म गीत गाउने मान्छे हो कि गायिका हो? गायिका भन्नुभयो? हजुर हजुर, एकदम अब जस्तै अब स्थानीय भन्नुपर्छ। गायिकाजी नमस्कार। नमस्कार हजुर। तपाईँलाई भेट्न मन थियो कि? हजुर। अनि हजुर पत्रकार पनि हुनुहुन्न र? नम्बर त यो नयाँ नम्बर आएको छ मेरोमा होइन? हजुर। अब फोन त धेरैले गर्नुहुन्छ, म हजुरसँग बोलेको थिएँ पहिला। अनि धेरै कुरा भएको थियो त हाम्रो त। अचल बिर्सिनु भयो होला सायद। म कविता परियार हो कि, गुर्बाकोटदेखि। कविता परियार? हजुर। कविता परियार कहाँदेखि अरे? गुर्बाकोटदेखि। गुर्बाकोट? हजुर, गुर्बाकोट सुर्खेत। पहिला मेरो त गीत धेरै सुन्नुहुन्थ्यो त फोनबाटै। कविता परियार भन्नेसँग म बोलेकै छैन, कसैले धेरै बोले म। बिर्सिनु भयो होला, सो गहिरो हिसाबले सोच्नु न। सरी है। तपाईँ रियलमा आउनुहोस् त। रियलमा आउनै पर्दैन कि, तपाईँले मलाई बिर्सिनु भयो होला, भुल्नु भयो होला। सम्झिनुहोस् त एकचोटि। के सम्झिने हो, नभएको कुरालाई कसरी सम्झिने हो? अनि भेटेर कुरा गरौँला भन्नुहुन्थ्यो, भेट्न पनि आउनु भएन। हजुर। तपाईँले नम्बर रङ त हाल्नु भयो नि? होइन होइन, रङ भइदियो त। अनि तपाईँलाई मैले कसरी चिन्थेँ, अनि त्यसो तपाईँको नम्बर बिर्से भए अन्त जान्थेँ होला। नम्बर 1 हजुर। नमस्ते के हान्छेल यो? खै भेटाउनु भयो त, नम्बर सेभ गरेको भेटाउनु भयो त? हेलो, पहिला मेरो गीत त धेरै सुन्नुहुन्थ्यो त। अहिले पनि सुनाउनुहोस् त, म सुनिहाल्छु गीत। अहिले नै सुनाउँछु है त, त्यस पछाडि तपाईँले पक्कै चिन्नुहुन्छ। लाग्नै छाड्यो बाँडुकी पनि पाउँदैन
आउँदैनौ र समय सम्झने झ्यालीको आउँदैन र हो सानो मेरो माया लाउँदैन र तिमीलाई मेरो माया लाउँदैन र बाडुल्की पनि पाउँदैनौ र समय सम्झने झ्यालीको आउँदैन र हो सानो मेरो माया लाउँदैन र तिमीलाई मेरो माया लाउँदैन र हजुर चिन्नुभयो गीत चाहिँ राम्रो गाउनुभयो होइन हजुर गीत पनि मन पर्यो मलाई मान्छे चिन्न गाह्रो भयो कि मलाई समस्या मेरो बानी चाहिँ यही खराब छ मान्छे चिन्न अलिक गाह्रै हुन्छ कि त्यही त बिर्सिनु भएछ के सम्झिनु त सम्झिने एकचोटि यस्तो मिठो गीत गाउने धेरैले गाउनुहुन्छ मलाई धेरैजनाले गीत गाएर सुनाउँदा हुन्छ म कन्फ्युज भएँ कि सरी त्यही त पहिला त निकै हजुरको गीत सुन्न मन लाग्छ गाउनु भन्दै सुन्दै गर्नुहुन्थ्यो त त्यस्तो त भनिनँ होला सायद हो कि भन्नुभएको अनि तपाईँ घर चाहिँ कहाँ पहिला भन्नुहोस् न मलाई त्यति भन्नुहोस् न घर त मेरो गुरुबाकोट हो कि गुरुबाकोट सुर्खेत घर माइत उठि हो सबै कहाँ माइत हुने मेरो विवाह पनि भएको छैन तपाईँ बिहा नगरेको भए त गाह्रो भयो त मलाई हो त्यसो भए अर्को गीत गाएर सुनाउँछ अनि चिन्नुहुन्छ होला मलाई कन्फ्युजनमा नपार्नुहोस् पहिला साँच्चै भन्नुहोस् म त होइन बोली हुँदा मैले बिर्सिउँला होइन तर तपाईँ के भन्नुभयो अरे नाम के भन्नुभयो अरे कविता परियार कविता परियार एकजना कविता परियार जे चाहिँ हुनुहुन्थ्यो उहाँले त्यो पनि गीत त गाउनुहुन्थ्यो हजुर तर सुर्खेत भन्नुभयो तपाईँले फेरि भन्नु त एकजना भोइस चाहिँ त्यस्तो लागेन मलाई फेरि त्यस्तो कविता परियार जीको चाहिँ मसँग नम्बरै सेभ छ होला सायद हेरिरहेको अनि कविता नाम गरेको मान्छे त धेरै हुनुहुन्छ होला नि त कविता परियार 98 19 छ उहाँ पनि फेरि गायिका नि अब तपाईँ पर्नुभयो कि उहाँ पर्नुभयो थाहा भएन उहाँको नम्बर चाहिँ मसँग सेभ छ है धेरै अगाडि चाहिँ कुरा भएको थियो हजुर म तपाईँसँग बोलेको छु कि छैन मलाई यति भन्नुहोस् तपाईँलाई बोल्नु भएको छ मेरो गीतहरू पनि सुन्नु भएको छ कहिले बोलेको थिएँ मलाई भन्नुहोस् त तपाईँसँग कति समय अगाडि धेरै पहिला वर्ष 2 जति हुन लाग्यो कति 2 वर्ष जति हुन लाग्यो कि अनि 2 वर्षको कुरा म अहिले सम्झिन सक्छु अनि 2-3 महिना पछाडि अब फेरि बोल्दैछु मलाई छक्काउनु भएको छ तपाईँले म बुझेको छु हो कि योभन्दा 2 महिना अगाडि फोन भएको थियो हाम्रो 2 महिना अगाडि हजुर 2 महिना अगाडि मैले फोन गरेको थिएँ कि हजुरले गर्नुभएको थियो भन्नुहोस् त मैले गरेको थिएँ गर्नुभएको थियो अब अर्को गीत सुन्नु म अर्को गीत सुनाइदिन्छु है त सुनौ न सुनौ बरु मलाई 4 हातको राशि देऊ अनि भन भुलेर बसिदेऊ सम्झिरहने बाटो रहिरह्यो तिमीले दिएको बिछोडको घाउ निको भयो सानबाबु तर अझै खाटो रहिरह्यो तिमीले दिएको चोट र घाउ त निको भयो सानबाबु तर अझै खाटो रहिरह्यो तपाईँले मलाई पहिला गीत सुनाउनु भएको थियो कि सुनाएको धेरै सुन्नु भएको थियो त हजुरले गीत त अनि भेटेरै कुरा गरौँला भन्नुहुन्थ्यो भन्नुभएको कि बिर्सिनु भयो होला यति बाह्र पनि नझुक्कै हुन्छ मलाई
ठिक छ, तपाईँले चिन्नु भएको रहेछ। अब मैले पनि उनलाई चिन्नलाई, तर म कन्फ्युज भएँ है। हुन्छ, अब अहिले अब बिर्सिया जस्तो गर्नुभयो कि अब फेरि कुरा गर्दै रहौँला है त। ल छुट्टिम, बाई बाई। भनेपछि निकै रमाइलो हुँदो रहेछ कुरा नि। हजुर हजुर एकदम। अब यो साथीले पछि थाहा पाएपछि हामीलाई गाली गरे गर्छन्, राम्रो मान्छन् होइन। ठिक छ, तपाईँहरूलाई उहाँको कला गला कस्तो लाग्यो, उहाँको यो प्राङ्क गर्ने तरिका त उहाँको भोइस कस्तो लाग्यो प्रतिक्रियामा दिनु होला। हुन्छ, अब यति बेला धेरैजना हेर्दै हुनुहुन्छ होला त के भन्नुहुन्छ, अथवा तपाईँले अहिले भर्खर फोन गर्दै गरेको साथीले पनि हेर्दै हुनुहुन्छ होला, उहाँलाई विशेष गरी के भन्नुहुन्छ त? उहाँलाई सबभन्दा पहिला मेरो नमस्कार भन्न चाहन्छु। अनि उहाँले मेरो यो इन्टरभ्यू हेर्नुभयो भने अनि दुःख नमान्नु होला, अनि मलाई केही कुराहरूमा साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। हजुर ल हुन्छ, फेरि पनि अर्को पार्टमा भेटौँ ल। अहिले छुट्टो, नमस्ते। हस्, नमस्कार।